यहाँ हुनुहुन्छ माया राई, मेरो आमा। अनि मेरो आमा, आमाजी, आमाजी तपाईँ के बोल्नु चाहनुहुन्छ? बोल्नुहोस् त। के बोल्नु र, सबैलाई राम्रो हो। अनि एकछिन त राख्नु न। अनि क्रिसमसको ऊ दिनुहोस् न सन्देश। हेप्पी क्रिसमस। अनि आशिष पनि दिनुहोस्। हेप्पी क्रिसमसमा सबै नानीहरूलाई, छोराछोरी, नाति पनातिलाई आशीर्वाद छ। राम्रो काम गर्नु, नराम्रो काम नगर्नु। गुड। कसैलाई पनि रोग नलागोस्। बुढी त हुन्छ, म बुढी भएँ, अहिले 90 वर्ष पुगेँ। सबैलाई आशीर्वाद छ है नानी हो। हेप्पी क्रिसमस। हेप्पी क्रिसमस। तपाईँहरू सबैलाई हाम्रो परमप्रभु परमेश्वरले सहायता गर्नुभएको होस् र जो कोही पनि बिमारीहरू छन् भने उनीहरूलाई माथि राख्नु न, उनीहरूलाई निको बनाउनु भएको होस् हाम्रो परमेश्वरले, होइन। अनि जो जति गलत काममा जाँदैछन् भने उनीहरूलाई राम्रो आत्मा दिनुभएको होस् र राम्रो मन दिनुभएको होस् र फेरि फर्केर आएर राम्रो जिन्दगी जिउन सकेको होस् भन्ने हामी प्रार्थना गर्दछौँ। अनि यो डिसेम्बरले जसरी हामीलाई खुसी दिन्छ, हामीले पनि त्यसरी नै अरूलाई खुसी दिन सकौँ र खुसी दिने धेरै बाटाहरू छन्। त्यो बाटाहरू चाहिँ हामीहरूले प्रयोग गर्न सकौँ। सही बाटो हामीहरूले चुन्न सकौँ, होइन। अनि मेरो आमा हुनुहुन्छ 92 वर्ष पुग्नु भएको। अनि उहाँ साँच्चै नै परमेश्वरमा राम्रो हुनुहुन्छ, उहाँको आत्मिक जीवन राम्रो छ। अनि उहाँ धेरै खुरन्दार प्रार्थना गर्नुहुन्छ, होइन। अनि तपाईँहरूको निम्ति पनि गर्नुहुन्छ उहाँले, नचिने पनि जो जस्तो छ, जस्तो स्थितिमा छ उनीहरूलाई सुरक्षा दिनुहोस् प्रभु भनेर मेरो आमाले प्रार्थना गर्नुहुन्छ। अनि आमा छोरी छौँ, मेरो पनि छोरी छ। अनि अहिले काममा गएको छ, भरे आइपुग्छ। अब हामीहरू चाहिँ क्रिसमसको तयारीमा छौँ, होइन। यो क्रिसमसले चाहिँ हामी सबैलाई आशिषमय जीवन दिनुभएको होस् भनी म यही मेरो परमेश्वरमा अर्ज बिन्ती चढाउँदछु। अनि आमा छोरी भएर हामी तपाईँहरूलाई प्रार्थना गर्नेछौँ। हामीहरू तपाईँहरूको शान्ति, जसको कामहरू बनेको छैन तिनीहरूको काम बनुन्, जसले जस्तो अनुसारको सोच छन्, राम्रो सोचहरूमा राम्रो काम गरून् र नराम्रो सोचहरू आएको छ भने पनि त्यो नराम्रो सोचलाई येशूको नाममा रद्द गरेर अनि तिनीहरूले चाहिँ आफ्नो राम्रो जीवन चलाउन सकेको हुन् भन्ने हामी प्रार्थना गर्दछौँ। र ह्याप्पी क्रिसमस तपाईँहरूलाई। बाई बाई।